जोजलपा नमस्ते। नेपाल भाषा एकाडेमीको लागि अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ कार्यक्रम लिएर आज पनि उपस्थित भएका छौँ। प्रविधि संयोजनमा दिलीप कुमार महाजन र म शङ्कर थापा। श्रोताहरूलाई सबभन्दा पहिला म कार्यक्रममा स्वागत गर्छु र अहिले हामीसँग फोनमा जोडिनु भएको छ चन्द्रगिरी नगरपालिकाका प्रवक्ता भक्त महर्जनज्यू। यो कार्यक्रमभन्दा पहिले पनि उहाँ हामीसँग जोडिसक्नु भएको छ र त्यो नगरको बारेमा केही जानकारी लिइसकेका छौँ र अहिलेको हालको अवस्था, अहिले यो महामारी ज्यादा रूपमा सामाजिक स्तरमै फैलिसकेको स्थितिमा म उहाँसँग अझ थप कुराकानी गरी जानकारी हासिल गर्न चाहन्छु, यहाँहरूलाई जानकारी दिन चाहन्छु। सबभन्दा पहिला म हरिभक्त महर्जनज्यूलाई स्वागत गर्न चाहन्छु। नमस्ते हजुर। नमस्ते। यो नेवा एफएम को यो समय सन्दर्भ कार्यक्रममा म यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। एकपटक योभन्दा पहिले नै हामी जोडिएका थियौँ यो यही कोरोना विशेष कार्यक्रममै। आज पनि नगरपालिकाको बारेमा अलिकति केही बताइदिनुहुन्छ कि अहिलेको यो समाजमा फैलिसकेको स्थिति भइसकेको छ र अहिलेको स्थिति खास के छ हजुर कोरोनाको? कोरोना अब हाम्रो नगरपालिकामा अहिले बढिरहेको अवस्था छ हजुर। र प्रत्येक पहिला अब 2 वडामा थिएन, वडा नम्बर 2 मा अहिले हरेक वडामा चाहिँ कोरोना संक्रमित चाहिँ बढिरहेको छ हजुर। र त्यस्तै 1 नम्बर वडामा 6 जना हजुर, 2 नम्बरमा 5 जना हजुर, 3 नम्बर वडामा 22 जना, 22 जना, 4 मा 14 हजुर, 5 वडामा 22 हजुर, 6 वडामा 11 हजुर, 7 वडामा 19 हजुर, 8 वडामा 101 हजुर, 9 वडामा 15 जना, हजुर, 10 वडामा 22 जना, हजुर, 11 वडामा 46 जना, 46 हजुर, 12 वडामा 39 जना, 13 वडामा 28 जना, 14 वडामा 29 जना, 15 वडामा 48 जना, जम्मा अहिले चाहिँ आजसम्म चाहिँ 427 जना हाम्रो नगरपालिकामा चाहिँ कोरोना संक्रमित छन्। हजुर, हजुर, कोरोनाको बिरामी छ। हजुर, र त्यसमा 285 जना चाहिँ डिस्चार्ज भइसकेको छ। हजुर, र अस्पतालको आइसोलेसनमा 26 जना छ। हजुर, र होम आइसोलेसनमा चाहिँ 111 जना छ। हजुर, र अहिलेसम्म 5 जनाको मृत्यु देवासान भइसकेको छ। हजुर, र यसरी चाहिँ नगरपालिकामा चाहिँ आजको मितिसम्म 427 जना पुगेर एकदमै चाहिँ भयावह छ। हजुर, अब यसलाई चाहिँ कमसे कम चाहिँ सम्पूर्ण चन्द्रगिरी नगरवासीहरूले मास्क, सेनिटाइजर र ग्लोभ यी कुराहरू र सामाजिक दूरीलाई कायम गर्यो भने यसले चाहिँ अझ हामीले चाहिँ अब यो समस्या एउटा कोरोनाको रोग छ भने अर्को चाहिँ अब दैनिकी चाहिँ मान्छेलाई भोग लाग्ने भएको हुनाले यो दुईटैलाई चाहिँ समन्वय गरेर र हामीले बाँच्नु पनि पर्यो, बचाउनु पनि पर्यो। यो ढङ्गले चन्द्रगिरीमा अहिले चाहिँ एकदमै चाहिँ बढिरहेको अवस्था भने सिङ्गो देशमा पनि धेरै यो व्यापक रूपमा बढिरहेको छ। त्यसले गर्दा यो अवस्थामा चाहिँ सम्पूर्ण सचेत नागरिकले यो ढङ्गले जुन चाहिँ जोगेर काम गर्नुपर्छ र त्यसले मात्र चन्द्रगिरीलाई चाहिँ हामीले चाहिँ अझ यो भयावहबाट मुक्त गर्न सकिन्छ भने सिङ्गो देशमा हाम्रो उपत्यकामा पनि व्यापक रूपमा यो बढिरहेको अवस्था छ र यसले गर्दा विश्वव्यापी फैलिरहेको कोभिड-19बाट जोगिनका लागि सम्पूर्ण तपाईँको नेवा एफएम मार्फत र उहाँहरूलाई चाहिँ सचेत बनाउनका लागि जुन काम भएको छ र त्यसलाई पनि हामी चन्द्रगिरी नगरपालिकाको तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र अर्को चाहिँ अब चन्द्रगिरीमा चाहिँ विभिन्न अहिले चाहिँ योजनाको कामहरू र बजेटको कार्यक्रमहरू सकिएको अवस्था छ। अब विकाससँगै चाहिँ हाम्रो चाहिँ कोरोनासँग मिलेर काम गर्नुपर्ने, कोरोनासँग जोगेर काम गर्नुपर्ने, यसले नै चन्द्रगिरी नगरपालिकाको अन्य गतिविधिलाई चाहिँ सञ्चालन पनि गर्नुपर्ने र कोरोनाबाट सम्पूर्णले जोगिनु पनि पर्ने भएको हुनाले यो कामको लागि सम्पूर्ण नागरिकहरू
आफै सचेत हुनुपर्छ, व्यवसायीहरू सचेत हुनुपर्छ, जनप्रतिनिधि सचेत हुनुपर्छ र सुरक्षाकर्मीहरूले पनि त्यसलाई व्यवस्थापन गर्नुपर्छ र अनि मात्र हामीले चाहिँ एउटा यो कोरोनासँगको जुन युद्धमा हामी जित्न सक्छौँ र यी विभिन्न कारणले गर्दा तपाईँको नेवा एफएमबाट जुन प्रसारण भइरहेको छ र यो एकदमै महत्त्वपूर्ण छ र त्यसले गर्दा भोलिका दिनमा पनि तपाईँहरूको साथ र सहयोग सदैव रहिरहनेछ। चन्द्रगिरीलाई चाहिँ एउटा व्यवस्थित बनाउने सवालमा तपाईँहरूको सदैव साथ र सहयोग रहने विश्वासका साथ म सम्पूर्ण श्रोताहरूमा पनि हार्दिक धन्यवाद दिन चाहन्छु। पक्कै पनि प्रवक्ताज्यू, म अर्को प्रश्न एउटा सोधौँ यहाँलाई। अलिक धेरै बेफुर्सती हुनुहुँदो रहेछ, अलिकति टाइम अर्को लिन्छु। अनि के भने अहिले यो एकपटक हाम्रो लकडाउन भएर अहिले खोलियो, अहिलेको स्थितिमा अहिले खोलेको छ, यो कारणले बढ्न गएको हो कि अथवा हामी यो सुरक्षा सम्बन्धी कहाँनिर चुकेर यो अहिलेको स्थितिमा अलिकति वात्तै बढ्न गएको होला? एउटा चाहिँ यो बढ्नुको पछाडि चाहिँ यो जुन निषेध आज्ञा जब निकाल्यो हजुर र त्यसपछि चाहिँ देश र विदेशबाट तराईबाट व्यापक रूपमा यो चाहिँ आउने क्रम, मानिसहरूको आउने क्रम जारी भयो हजुर। र अर्को भनेको जुन चाहिँ मास्कलाई व्यवस्थित साथ लाउनु पर्ने, सेनिटाइजर र साबुन पानीले हात धुनुपर्ने, यी कुरामा अलिकति चाहिँ हेलच्याक्री भएकै देखिन्छ र अर्को सामाजिक दूरी कायम गर्नुपर्ने र त्यो कुराहरू भइरहेको छैनन्। विभिन्न किसिमका चाहिँ तरकारी बजार र विभिन्न किसिमका चाहिँ अन्य चाहिँ कपडा पसल र भाँडाकुँडा पसल, अन्य सारा ठाउँमा मान्छेहरू भिड लाग्ने र त्यसले गर्दाखेरि जुन चाहिँ सामाजिक दूरी कायम हुनुपर्ने हो त्यो नभएर पनि यो व्यापक रूपमा अहिले बढिरहेको अवस्था देखिरहेको छ। हजुर, पक्कै पनि। योभन्दा पहिला हामीले कुरा गर्दाखेरि चन्द्रगिरीमा 20-25 जना सङ्क्रमित थिए भनेर हामीले भनेका थियौँ। अब अहिलेको स्थितिमा 427 पुग्यो भनेपछि धेरै नै सङ्ख्यामा गुणात्मक रूपमा बढेको छ। अब यसबाट पनि योभन्दा पनि अब बढेर नजाओस् भन्ने किसिममा यहाँहरूले केही यसको लागि कुनै प्रक्रियाहरू, कुनै कार्यक्रमहरू, योजना तर्जुमा गर्नुभएको होला? अब हामीले यसलाई नबढाउने भनेर त हामी सबैले प्रयास गरिरहेका छौँ। हजुर। अब त्यसका लागि नागरिक नै सचेत हुनुपर्छ। आफूले आफू पनि जोगिने, अरूलाई पनि जोगाउने ढङ्गले मुख्य चाहिँ सामाजिक दूरी र मास्कलाई अनिवार्य रूपमा प्रयोग गर्ने, सेनिटाइजरलाई प्रयोग गर्ने र त्यो ढङ्गले गर्यो भने अझ यसलाई न्यूनीकरण गर्दै जोगाउन सक्ने भनेको आफूले आफूलाई हो। त्यसले गर्दा यसलाई व्यापक रूपमा चाहिँ प्रचार प्रसार र व्यापक रूपमा चाहिँ यो सम्बन्धी चाहिँ हामीमा ज्ञान र सचेत हुन आवश्यक छ। हजुर, पक्कै पनि यहाँले भने जस्तै अब अहिलेको स्थितिमा समाजमा अलिकति यो कोरोना सङ्क्रमित बढेको स्थितिमा सामाजिक अब भनौँ न मान्यता भनौँ न, अब समाजमा पनि अलिकति अवहेलना गर्ने किसिमको यो प्रचलन पनि बढेको हुनसक्छ। हाम्रो नगरपालिकामा यस्तो अवस्था आएको छ? अब वास्तविक रूपमा यो अब प्राकृतिक प्रकोप हो। हजुर। यसलाई चाहिँ कसैले चाहेर आउने होइन र यसले कसैलाई पनि धनी गरिब ठुला साना कोही भन्दैन, यसले जसलाई पनि लाग्न सक्छ। त्यसले गर्दा हाम्रो समाजमा कोरोना लाग्यो भन्दैमा अवहेलना गर्ने, घृणा गर्ने, हेप्ने यो कसैले कसैलाई गर्नुहुन्न। किन भन्नाले यसले कसैलाई पनि बाँकी राख्दैनन्। त्यसले गर्दा मानव संवेदनशील भएर हामीले कसैलाई पनि यो घृणाको पात्र बनाउने हिसाबमा लाग्नुहुन्न। कोरोना यो एउटा प्राकृतिक प्रकोप हो, यो जसलाई लाग्न सक्छ भन्ने कुराहरू म अवगत गराउन चाहन्छु। त्यसले गर्दा कसैले कसैलाई चाहिँ सामाजिक रूपमा यसलाई चाहिँ यो जसलाई पनि हुन सक्ने भएको हुनाले यसलाई घृणा गर्ने परिपाटीलाई बन्द गर्नुपर्छ। यो आफ्नै परिवार, आफ्नै दाजुभाइ र आफ्नै सरछिमेकी हुने भएको हुनाले यसलाई चाहिँ हामीले चाहिँ एउटा माया, श्रद्धा र त्यस्ता परेकालाई चाहिँ हामीले चाहिँ सहयोगको भावनाहरू राख्नुपर्छ पनि भन्न चाहन्छु। हजुर, धेरै धेरै धन्यवाद। अब अहिले कोरोना
एकदमै बढिरहेको अवस्था छ र अनि स्वास्थ्य कर्मीहरू अब तपाईँहरू जस्तो अब समाजसेवीहरू र सुरक्षाकर्मीहरूलाई फ्रन्ट लाइनमा जो जानुहुन्छ उहाँहरू एकदमै सुरक्षित हुने अवस्था आइपरेको छ। तपाईँहरूले आफ्नो सुरक्षाको लागि के कस्तो प्रक्रियाहरू अपनाउनु भएको छ? अब हामीले मुख्यतः अब सामाजिक दूरीको कुरा भयो, मास्क अनिवार्य लाउने, सेनिटाइजर खल्तीमै बोकेर हिँड्ने र कहीँ अब साबुन पानीले हात धुने र त्यसले गर्दाखेरि हामी चाहे चाहिँ कोरोना सङ्क्रमित भएको चाहे सहस्त्र हस्पिटलमा पुगौँ, चाहे मनमनमा पुगौँ, चाहे अन्य ठाउँमा पुग्दा पनि हामी आफै चाहिँ सतर्क भएको हुनाले अहिलेसम्म हामी जोगेका छौँ भने अन्य सम्पूर्ण समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी र अन्य सबै व्यापारी लगायत सबैलाई आफै सचेत हुन, आफै चाहिँ त्यो चाहिँ अनिवार्य चाहिँ मास्क प्रयोग गरेर, आफै चाहिँ सेनिटाइजर प्रयोग गरेर सामाजिक दूरी कायम गर्यो भने यो कोरोनाबाट जोगिन सक्छ भनेर म त्यो कुरा सन्देश दिन पनि चाहन्छु र यसका लागि सबैले आफ्नो क्षेत्रबाट यसलाई चाहिँ व्यापक रूपमा सहयोग र साथ दिनका लागि पनि सम्पूर्णलाई म हार्दिक अनुरोध पनि गर्न चाहन्छु। धेरै धेरै धन्यवाद हरिभक्त महर्जन, चन्द्रगिरी नगरपालिकाका प्रवक्ता हुनुहुन्थ्यो उहाँ। म कार्यक्रममा जोड दिनुभएको र अमूल्य समय दिई सुझाव दिनुभएकोमा म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र भविष्यमा फेरि कार्यक्रममा जोड्ने आशा राख्दै सुरक्षित रहनुहोला भन्ने शुभकामना पनि दिन चाहन्छु। धन्यवाद। नेवा एफएम लगायत सम्पूर्ण परिवारलाई आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षित बनाउने अभियानमा हामी सबै एक टिक्का भएर अगाडि लागौँ भन्ने कुरा राख्दै म पुनः तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। नमस्कार। धन्यवाद। उहाँ हुनुहुन्थ्यो चन्द्रगिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनज्यू। म आज यहाँहरूबाट बिदा हुन्छु। प्रविधि संयोजनमा दिलीप कुमार महर्जन र शङ्कर थापालाई बिदा दिनुहोस्।